हेलो साथीहरू, नमस्ते सबैजनालाई। आज चाहिँ म मेरो बारीको साग टिपेर सदुपयोग गर्दैछु। सदुपयोग कसरी गर्दैछु भने म यो सागको गुन्द्रुक बनाउन गइरहेको छु। मेरो बारीमा चाहिँ साग एकदम थुप्रै थियो अलि पहिले चाहिँ, अहिले पनि छ अलिअलि, तर सबै चाहिँ छिप्पेर बुढो भएर पुरा सुकेरै जान थाल्यो। कति चाहिँ मैले नभएको दिदीबहिनीहरूलाई बाँडेँ र जति पनि बचेको छ यो चाहिँ म गुन्द्रुक हालेर देखाउने छु। यतिको चाहिँ गुन्द्रुक बन्छ कि बन्दैन, कोही खराब पनि छ। अब चाहिँ म साग मजासँग पखाल्दैछु। पखालेर यतातिर सुकाइदिनु पर्यो। 1-2 दिन ओइलाउनु पर्छ नि त, अनि थिचेर मात्र हाल्ने। हाम्रो पश्चिमतिर चाहिँ मुलाको बन्छ, यो अलि पूर्वतिर बन्दो रहेछ। यो सागको गुन्द्रुक चाहिँ हाम्रो चाहिँ मुलाको बन्छ। मुलाकोलाई चाहिँ हामी सिन्की भन्छौँ। अब यसलाई चाहिँ मजाले घाममा यसरी सुकाउने। अब चाहिँ म यसलाई चाहिँ मजाले यसमा थिचेर मसिनो बनाउँदैछु। यस्तो थिचेको छिटो पनि हुन्छ। अनि यसलाई चाहिँ डब्बामा हालेर यसरी नै थिचेर यहाँ चाहिँ बनाइसकेको छ। यसलाई चाहिँ मैले यसरी मजासँग कुटेर चाहिँ यो भाँडोमा खाँदेर चाहिँ यसरी राख्छु। अनि यसलाई ढक्कन लगाइदिन्छु। हेरौँ 10-15 दिनसम्म चाहिँ यसलाई यसरी राख्छु। अनि 10-15 दिनसम्म कस्तो हुन्छ, अमिलो हुन्छ हुँदैन हेर्छु, पछि हजुरहरूलाई पनि देखाउँछु। चाहिँ यो सिन्की राखेको 12 दिन पुगिसक्यो। अब म चाहिँ यसलाई निकाल्दैछु। बास्ना चाहिँ एकदम राम्रो आइरहेछ। पछि कस्तो हुन्छ हेरौँ है त। त्यसपछि मैले यसलाई मजाले घाममा निकालेर यसरी सुकाएँ। यो चाहिँ राम्रोसँग सुकाइसकेपछि खानको लागि अब रेडी हुन्छ। अब खान सकिन्छ सुकाए।